नमस्ते। जस अब मैले तपाईँहरूलाई विभिन्न कुराहरूको जानकारी गराइरहेको छु। अब यो हालत र यो स्थितिले देशमा खासै विकास होला जस्तो छैन। तपाईँ हाम्रो अपेक्षाहरू छ धेरै है। जनताहरूको पनि अपेक्षा छ, गाउँ ठाउँहरू छ। हाम्रो अब नेपाल अब भूपरिवेष्ठित देश भएको कारणले पनि हामीलाई थुप्रै अपेक्षाहरू छन्। तर यहाँनिर अब माथि संसदमा पठाए पनि अब त्यहीँ माथि होहल्ला, झैझगडा अनि त्यही तपाईँको विवादमा आएका संसदहरूलाई हेर्नुभयो अहिलेका। हिजोका मान्छेहरू गाउँै फर्केनन्, फर्किहाले पनि अब त्यही जो धनी छ, जो अब आफ्नो पार्टीको मान्छे छ त्यहीँ गए, पार्टी गरे, अथवा भन्नुहोस् केसम्म गरे भन्नुहोस् न, आफ्नै कार्यकर्ताहरूलाई अब केही कुराहरूमा भर्ती गरे, कोही ठाउँ जागिर लगाइदिए, त्यो हालत छ। अब हामीहरू र अहिलेको युवाहरूले के चाहन्छन् भन्दाखेरि द्वन्द्व चाहन्छन्, रोजगार चाहन्छन्, यहाँ सृजनशीलता चाहन्छन्, यहाँ चाहिँ रमणीय पर्यटक स्थल भएको देख्न पनि चाहन्छन्, यहाँ रोजगारहरू खुलेको। विदेशमा थुप्रै देशमा अल्पत्र परेका देशका नागरिक भए, युवाहरू भए, युवतीहरू भए, उनीहरू स्वदेश फर्किन पनि चाहन्छन्, यतै गर्न चाहन्छन्, यही परिवारसँग बस्न चाहन्छन्, यही देशमा जे जस्तो हुन्छ दुःख सुख रम्न चाहन्छन्। तर त्यो कुराहरू यो सरकारले गर्छ भनेर चाहिँ घन्टीमा भोट दिनु होला, नत्र म घर आउँदैन अथवा म पैसा पठाउँदैन पनि भने अहिले आएर यहाँ पछितो भयो। यहाँ किन भन्दा बिजुलीमा बिल बनायो, मरेको लासहरूमा पनि यहाँ चाहिँ तपाईँ कर बढायो, यहाँ शिक्षा के अरे पढ्ने विद्यार्थीहरूलाई पनि त्यही करहरू बढायो, हरेक कुराहरूले यहाँ केही कुराहरू गरेन। यो चाहिँ अहिलेको अर्थमन्त्री कस्तो हुन् भन्नुहुन्छ भन्दाखेरि यी विदेशका युरोप अमेरिकाको अर्थतन्त्र बुझेका हुन् क्या, त्यही अनुसारको कर लिने, त्यही अनुसारको विकास गर्ने भन्नेका हुन्। तर नेपालको सुहाउँदो माटो सुहाउँदो खालका अर्थमन्त्री भएनन्। बरु त्यस्तो खालको मन्त्री, त्यस्तो खालको अर्थमन्त्री भइदिएको यहाँ विकास मन्त्री भन्ने खालको मान्छेलाई जनमानसमा आइरहेको छ। हामीहरूले धेरै अपेक्षा गऱ्यौँ, भएन कि हेर्नु। 7 सालमा पनि त्यस्तै भयो है, चुनाव भयो, 15 सालमा पनि त्यस्तै भयो हेर्नुहोस् होइन, 28 सालमा त्यस्तै भयो, 42 सालमा बोमकाण्ड भयो, दुनियाँ भयो, 46 सालको जनआन्दोलनले केही होला भन्ने हो, मदन भण्डारी जस्ता मान्छेहरू पनि थिए, 52 सालले केही गर्ला भन्यो, 63 सालमा आएर उनीहरू पनि शान्ति सम्झौतामा आए, खासै केही गरेनन् कि जनताहरूलाई केही पनि भएन। अब हेर्नुहोस् त, पासपोर्टको घर है, विदेश नगएको मान्छेले त छोरी पनि दिँदैन क्या यहाँ त, यस्तो स्थिति भयो कि। अनि तेरो घर तराईमा छ कि छैन भन्छ कि मान्छेले, मलाई भन्छ, सोध्छ, गर्मीमा मेरो घर छैन, सर्दीमा मेरो घर छ भन्ने। मैले त्यो कुराहरू छ कि भन्नुहोस्, पुँजीवाद यति हाबी भयो, हेर्नुहोस् यति हाबी भयो। अब यहाँ देशमा अस्ति चाहिँ सरकारले पनि जुन करलाई राम्रोसँग लिने भनेर चाहिँ त्यो चिट्टा कार्यक्रम ल्याएछ, 2 जना मान्छेहरू पक्रे, करै नतिर्ने। मैले व्यापारी छैन भन्ने मान्छेहरूको हेर्नुहोस् त, त्यही छ। शुभ दिन, नमस्ते।